हेलो गाइस, हेर्नुहोस् न, बिचरा हाम्रो कान्छा भाइले खानाहरू बनाएर यसरी डिस्कमा पो राख्दैछ। म त अलिकति अप्ठ्यारो पनि लाग्यो। अन्त म त यस्तो सोचेको थिएँ है, मेरो त आमा पनि अब खसेको छ माइत घरमा, म त अब गएर आफै पकाउनु पर्छ होला भनेर सोचेको थिएँ। गरेर थाकेर म आफै पकाउनु पर्छ होला सम्झेको थिएँ। तर हामीलाई चाहिँ अब यसरी खानाहरू बनाएर चाहिँ रेडी बनाएर राखिदिएको रहेछ मेरो भाइ कान्छाले है। अन्त मेरो भाइ कान्छा भाइ चाहिँ अब कति 20 त के अब 21 टेक्दैछ। त्यसको त अब ज्ञान पनि छैन, कुनै दिन ज्ञान आउला त्यसको पनि होइन। अन्त ज्ञान आएपछि चाहिँ अब सबै कुरा गर्छ होला। अन्त अहिले नै अब हामीलाई यसरी गरेर थाकेर आएको बेलामा चाहिँ यसरी खाना बनाइदिइरहेको रहेछ हो। एकदम खुसी लाग्यो है। अन्त अब यो खुसी चाहिँ अब त्यसले उयो दिएको चाहिँ अब हामी कहिले पनि बिर्सिने छैन होइन। अन्त अब हामीले चाहिँ सोच्थ्यौँ है, अब हामी त टुरा भएको, अब आमा खस्दाखेरि चाहिँ महा टुरा हुन्छ अरे, बाउ खस्दा चाहिँ अब आधी टुरा मात्रै हुन्छ अरे होइन। अन्तदेखिको चाहिँ अब भाइले चाहिँ अब आमाको तिर्सना चाहिँ अब निभाइदिएको छ होइन गाइस। अन्त गरेर थाकेर जाँदाखेरि चाहिँ अब मैले पकाउनुपर्छ भन्ने सम्झेको थिएँ, तर मेरो भाइले चाहिँ आमाले जस्तो चाहिँ गरिदिनु भयो। अब सिक्किम, अब के सिक्किम त होइन, दार्जिलिङबाट आउँदाखेरि चाहिँ अब आमाले यसरी नै बनाइराखिदिनु हुन्थ्यो खानाहरू चाहिँ। अन्तदेखिको चाहिँ अब आमा छैन, म चाहिँ सोच्थेँ अब है आमा छैन, अब म आफै गएर चाहिँ बनाउनु पर्छ होला भन्ने सोचेको थिएँ होइन। तर भाइले चाहिँ यस्तो प्रकारले गरिरहेको रहेछ है। अब आज मात्रै होइन, अरू बेला पनि भाइले गर्छ। त्यही हो, केटा अब कोही बेला अब है मती बिग्रेको बेलामा मात्रै अर्कै कुराहरू हुन्छ, अर्कै हुन्छ। तर अब आमाको चाहिँ तिर्सना चाहिँ अब भाइले मेटिदिँदैछ मेरो होइन। अन्त ऊ मेरो छोरी तेन्सीमा पनि भरिपुरै हुँदैछ है, भरिपुरै हुँदैछ। कान्छाले नै खानाहरू बनाएर चाहिँ यसलाई दिइरहेको छ उसको पलङमाथि। थ्याङ्क यू एभ्रिवान।